केही दिनदेखि लगभग एक हप्तादेखि टिकटक खोल्दा टिकटकमा, इन्स्टाग्राम खोल्दा इन्स्टाग्राममा, फेसबुक खोल्दा फेसबुकमा, युट्युब खोल्दा युट्युबमा, स्न्यापच्याटमा चारैतिर एउटा भिडियो भाइरल भइरहेको छ। त्यो बङ्गलादेशको काण्ड लगभग यो डिसेम्बर 17 कि 18 को घटना हो। यो घटनाले सारा संसारको मनुष्यको हृदयमा साह्रै चोट पुगेको छ। हुन त यो धार्मिक घटनाहरू आज इन्डियामा, बङ्गलादेशमा, पाकिस्तानमा, नेपालमा चारैतिर घटिरहेका छन्। यो धर्म कसको लागि? जनावरको लागि हो कि मनुष्यको लागि हो? यदि मनुष्य धार्मिक रूपमा धार्मिक एलिगेसन लगाएर किन हत्या भइरहेको छ? सबैलाई थाहा छ, जसले जुन धर्म मान्छ उ त्यही धर्मले मन पराउँछ। तर हामीले कुनै अधिकार छैन कुनै पनि धर्मको विरोध गर्ने। हिन्दूलाई हिन्दू धर्म मनपर्छ, मुस्लिमलाई मुस्लिम धर्म मनपर्छ, क्रिस्चियनलाई क्रिस्चियन धर्म मनपर्छ, बुद्धिस्टलाई बुद्ध धर्म मनपर्छ, जैनलाई त्यसकै जैनियो धर्म मनपर्छ। तर हामी किन अर्काको धर्ममा इन्टरफेयर गरिरहेछौँ? कुनै पनि धर्मले सिकाउँदैन मनुष्यको हत्या गर्नुपर्छ भन्ने कुरा सिकाउँदैन। न इस्लाममा सिकाउँछ न हिन्दूमा सिकाउँछ। हामी मानव हौँ, मानव भएर दाना बङ्गलादेशको यो घटनाले साह्रै चित्त दुखाएको छ। पुरै मनुष्य जगतमा छिया भइरहेको छ। कसरी एउटा धार्मिक एलिगेसन, धार्मिक टिप्पणीले गर्दा पुरै जमात आएर, पुरै भिड आएर एउटा व्यक्तिलाई मारेर त्यसलाई झुन्ड्याएर आगो लगाइदिने, यो कहाँको मानवता हो? कुन धर्मले यसरी सिकाए? सेम अन। यस्तो मान्छे पनि आफू धार्मिक हो भन्ने कसरी भन्छ? हुन्छ, विचारधारा सबैको फरक हुन्छ। सबैले आफ्नो धर्मको बचावमा कुराकानी गर्छन्, केही टिका टिप्पणी हुन्छन्। तर त्यसो हुँदैमा, गलत अभिव्यक्ति दिँदैमा कति गलत व्यक्ति दिएर त्यसको हत्या गरेर जिउँदै जलाउनु पर्ने? यति साह्रो त दिएको थिएन नि। हुन सक्छ केही गलत अभिव्यक्ति दियो होला, त्यसको लागि कानुन छ, प्रशासन छ, त्यसमा समाधान गरेको भए हुन्थ्यो। बङ्गलादेशमा मुस्लिमको मेजोरिटी छ, माइनोरिटीको ख्याल गर्नुपर्छ। अल्पसङ्ख्यकलाई यसरी थिचोमिचो गर्न अनुमति छैन। र कुनै पनि धर्मले नराम्रो कुरा सिकाएको छैन। सबैले आफ्नो धर्ममा राम्रै कुरा सिकाउँछन्। एउटामा गलत गर्दैमा सबै त्यही माथि झुन्डे, त्यही माथि पोखिने, त्यही माथि उ गर्ने छैन नि। हामी सबभन्दा पहिला मानव हौँ। मानव भएन भने त्यो धर्मै हुँदैन। पहिला सबभन्दा पहिला एउटा असल मानव बन्नु जरुरी छ। मानव राम्रो भएन भने धर्म पनि राम्रो हुँदैन। हामीले सबभन्दा पहिला आफ्नो मानवता जोगाउनु जरुरी छ। धर्मको नाममा कसैलाई मार्नु यो सरासर गलत हो, अन्याय हो, अत्याचार हो। यस्तो कार्यलाई कदापि छोड्दिनु हुँदैन।